सबैजना नमस्कार। जापानको चिबामा नेपालबाट विद्यार्थी भिसामा आउनुभएका एकजना नेपाली चेलीलाई पैसा चोरेको वा पैसा चोरी गरिएको आशंका गरिएको छ। उनले काम गरिरहेकै कम्पनीमा लकरबाट कुनै एक लकरबाट चाहिँ विदेशी चाइनिजको ब्यागबाट चाहिँ केही रकम हराएको र आशंका चाहिँ हाम्रै नेपाली चेलीबेटीमाथि भएको भन्ने कुराको खबर आएको छ। अनि मैले यो विषयलाई अलि नजिकबाट निहालेँ। उसले काम गरेको कम्पनीमा सीसी क्यामेराहरू सबै कुराहरू चेक गर्दै गर्दाखेरि चाहिँ आशंका गरिए तापनि 100% चोरी भएको भन्ने कुरा चाहिँ प्रुफ भएको छैन। यो घटनालाई जापान पुलिस मार्फतसम्म यो कुराहरू पुगिसकेको हुनाले गर्दाखेरि मैले बहिनीलाई प्रत्यक्ष तरिकाले भेटेर बहिनी यो कुरा सत्य हो भनेपछि धेरै समस्या पर्छ, यो समस्यालाई यहीँ सुल्झाउनु पर्छ भन्ने कुरा गर्दै गर्दा बहिनीले होइन दाइ, म कहीँ कतैबाट पनि त्यो कुराहरूमा हात हालेको छैन, मैले त्यस्तो आजसम्म पैसा कहीँ कतैबाट केही पनि कुरा चाहिँ चोरी डकैती गरेको छैन भन्ने किसिमको बहिनीको दाबी भइरहँदा मैले पनि सोही अनुसार कम्पनीमा चाहिँ यस्तो किसिमको हो, उसले छोएको छैन, आवश्यक प्रक्रियाहरू अगाडि बढाउँदा बहिनीलाई फरक पर्दैन भन्ने किसिमको कुराकानी कम्पनीसम्ममा पुर्याएँ। हामीले यति बेला जुन चोरीको आरोप लागिरहेको छ, जुन आशंका गरिएको छ, भोलिको दिनमा यदि वास्तवमै बहिनीले होइन भन्दै पनि यो कुरा यदि प्रुफ भएको खण्डमा चाहिँ बहिनीको जापानको बसाइ टुङ्गिन सक्छ वा नेपाल फर्किन वा आवश्यक जापानको कानुन बमोजिम सजाय भोग्नुपर्छ। मैले तपाईँलाई यो भिडियो सार्वजनिक गर्नुको एउटै मात्र उद्देश्य हो, जापानमा आइकन तपाईँ हामी सबैजनाले चाहिँ यस्ता चोरी डकैतीको कुराहरूबाट चाहिँ हामी होस पुर्याउनुपर्छ। यो भिडियो कसैलाई दोषी ठहर गर्नको लागि मैले बनाएको होइन, सबैलाई सचेत गराउनको लागि यो भिडियो तपाईँहरूलाई सार्वजनिक गरिरहेको छु। विदेशमा हामी नेपाली सबै एउटै पहिचान हौँ। एउटाको गल्ती वा आरोपले गर्दा हजारौँ इमान्दार नेपालीहरूको छवि बिग्रन सक्छ। त्यसैले साथीहरू, हामी जति पनि जापानमा नेपाली दाजुभाइ दिदीबहिनीहरू हुनुहुन्छ, हाम्रा साथीभाइ तपाईँहरू सबैजना हुनुहुन्छ, जहाँ भए पनि काम पढाइ बसाइ जस्तो सुकै परिस्थितिमा पनि सानो गल्तीले पनि ठुलो परिणाम ल्याउन सक्छ। कृपया यस्ता गतिविधिबाट टाढै रहौँ, कानुनको पालना गरौँ र नेपालको इज्जत जोगाउँ। सानो गल्तीले गर्दाखेरि, एकजनाको बिठाइले गर्दाखेरि सिङ्गो जापानमा हुनुभएका नेपाली समाज वा नेपालीहरूमाथि नै यस्ता किसिमको दोषी वा आरोप आउन सक्छ। भोलिको दिनमा बहिनीलाई जुन किसिमको अहिले इन्भेस्टिगेसन भइरहेको छ, छानबिन सुरु भइरहेको छ, यो कुरा चाहिँ हाम्रो नेपाली चेलीबेटी नै प्रुफ ठहर नहोस् भन्ने चाहिँ मेरो चाहना छ। बहिनीलाई पनि मैले एकदमै राम्रोसँग सम्झाएको छु, बुझाएको छु। तिमीले गल्ती गरेको छैनौ भने नडराऊ, तिम्रो साथमा हामी छौँ, जे गर्नुपर्छ कहाँ गएर भन्नुपर्छ हामी बोल्न तयार छौँ, तर तिमीले गल्ती गरेको छैनौ भने नडराऊ भन्दै बहिनीलाई हामीले सम्झाएका छौँ, बुझाएका छौँ। भोलिको दिनमा यो गल्ती बहिनीले नै गरेको ठहर भयो भने चाहिँ कसैको केही लाग्दैन। जापानका सुपाहरूमा हामी जाँदै गर्दाखेरि हामीलाई सीसी क्यामेराले एकदमै धेरै वाच गरिरहेको हुन्छ। तपाईँले एउटा सानो के भएर कसैले देख्दैन, यत्रो सामानबाट सानो सामान उठाउँदा केही आपत पर्दैन होला, अप्ठ्यारो पर्दैन होला भनेर तपाईँले त्यो उठाउनु भयो भने पनि आज नभए भोलि नभए पर्सि तपाईँलाई देख्छ वा तपाईँलाई थाहा पाउँछ। जापानमा यो चोरी भन्ने कुरा चाहिँ एकदमै बढी चाहिँ ठुलो घटनाको रूपबाट, ठुलो चाहिँ अपराधीको रूपबाट चाहिँ लिने गरिरहेको छ। जसकारण हामीले सानो गल्तीले वा सानो लोभले गर्दाखेरि हामी भोलिको दिनमा चाहिँ जापानको कानुनी प्रक्रियामा वा कानुनमा हामी पर्न सक्छौँ, आवश्यक सजाय भोग्न सक्छौँ। जसकारण चोरी भन्ने काम वा डकैती भन्ने कामबाट चाहिँ कृपया जापानमा हुनुहुने सम्पूर्ण नयाँ आउनुभएका वा हुनुभएका नेपाली दाजुभाइ दिदीबहिनीहरूले यस्ता गतिविधिमा संलग्न नहुनुहोस्। यो कुराहरू गर्नबाट चाहिँ टाढैबाट, यो कुराहरूबाट एकदमै धेरै टाढा हुनको लागि चाहिँ म विनम्र अनुरोध गर्न चाहन्छु। हाम्रो एउटा सानो गल्तीले गर्दा वा हाम्रो एउटा सानो लोभ लालचले गर्दाखेरि हाम्रो भोलिको भविष्य नै अन्धकार हुन सक्छ। जसकारण यस्ता गतिविधिबाट चाहिँ हामी टाढा हुनुपर्छ। हाम्रा अब आउन लाग्नु भएका नेपालबाट नयाँ विद्यार्थीहरूले पनि यो कुराहरू थाहा पाउनुपर्ने जरुरी छ, सिक्नुपर्ने जरुरी छ। हाम्रो कसैको चाहिँ सानैदेखिबाट लामो हात गर्ने बानी हुन्छ, तर यी यस्ता कुराहरू चाहिँ हाम्रो नेपालमा जे जस्तो भए पनि, हुन त कहीँ कतै
कुनै पनि देश वा कुनै पनि घर आफ्नो ठाउँ कहीँ पनि चोरी काम गलत हो, तर विदेशको ठाउँमा अझ बढी कानुनले बाँधिएको देश हो, जसकारण तपाईँले गर्नुभएको सानो मिस्टेकले गर्दा भोलिको तपाईँको जिन्दगी नै अन्धकार हुनसक्छ। नेपालबाट आउँदै गर्नुहुने नेपाली दाजुभाइ दिदीबहिनीहरू जो विद्यार्थी भिसा लगायत जुनसुकै भिसामा आउँदै हुनुहुन्छ भने पनि कृपया यस्ता काम चाहिँ नगर्नुहोस् भुलेर पनि, वा जापानमा हुनुभएकाहरूले पनि प्लिज आजको दिनसम्म जे जस्तो भए पनि भोलिको दिनमा आफूलाई जे जस्तो कठिनाइ चुनौती एकदमै क्रिटिकल एकदमै पैसै नभएको समय हुँदा पनि बरु सरसफाटी गरौँ। बरु मलाई पैसाको अभावले गर्दा म यस्तो समस्यामा परेँ भनेर तपाईँहरूले बरु त्यही अनुसारको कुराहरू अगाडि राख्न सक्नुहुन्छ विभिन्न सोसल मिडियामा। तर कृपया भुलेर पनि कहीँ कतै लामो हात चाहिँ नगरिदिनुहोस्, होइन भने भोलिको दिन तपाईँको जिन्दगी नै अन्धकार हुनसक्छ, आजीवन जापानमै फस्नुपर्ने हुनसक्छ। तपाईँहरूलाई यो मेरो जानकारी छ, तपाईँहरूलाई मेरो विनम्र अनुरोध छ र यो भिडियोलाई जति सक्दो आफ्नो आफन्त साथीभाइ वा विद्यार्थीहरूलाई चाहिँ सेयर गर्न नछुटाइदिनुहोस्। भोलिको दिनमा यस्ता समस्याहरू हाम्रा अरू नेपाली दाजुभाइ दिदीबहिनीहरूमा चाहिँ नआउनु भन्नको लागि चाहिँ यो भिडियोलाई सेयर गर्न नछुटाइदिनु होला। धन्यवाद।